त्यो पनि त हजुरहरूले बुझ्नु पर्यो नि त। कसैलाई विरोध गर्ने कसैलाई ढाल्ने अध्यादेश होइन नि त, देशलाई अगाडि बढाउने खालको। अनि डिटेलमा चाहिँ 2-3 घण्टा हामीले यही विषयमा छलफल गरेका छौँ। पार्टी प्रवक्ताले सबै डिटेलमा भनिदिनुहुन्छ हजुर। सरकार तर पनि अध्यादेशले काम गर्नुपर्छ। यस्तो छ कि जनतालाई सकेको चाँडो डेलिभरी चाहिएको छ होइन, आफ्नो व्यक्तिगत होइन, त्यस्तो होइन। यसको विषयमा विस्तृत रूपमै हामीले छलफल गरेका छौँ। यो तपाईँहरूको आवाज चाहिँ हामीले विस्तृत रूपमा हाम्रै टिमभित्रै नै प्रश्न उठाउनु भएको छ, टिमभित्रै छलफल भएको छ डिटेलमै होइन। अब यसको आउटकमको बारेमा चाहिँ हाम्रो पार्टी प्रवक्ताले हजुरहरूलाई जानकारी गराइदिनुहुन्छ है। हामी सबैले नै उठाएको छौँ, के भयो कस्तो भयो कसरी जाने के अगाडि जाने होइन। हामी सबैलाई थाहा छ नि त रियालिटी त। त्यही भएर जनताको आकाङ्क्षा अनुसार नै हामीले कामहरू गर्नुपर्ने छ होइन। किनकि कतिपय कुराहरूलाई टाइम लाग्छ नि त, समय लाग्छ नि त। जनतालाई अहिले तपाईँले सोध्नुभयो भने आज नै रिजल्ट जाएको छ, धेरै वेट गर्नुपर्ने टाइम पनि छैन। कतिपय नीति नियमहरू चाहिँ अड्केर बसिरहेका छन् होइन। त्यो हिसाबले गर्दाखेरि चाँडै डेलिभरी गर्नुपर्ने पनि छ, चाँडै देशलाई अगाडि बढाउनु पर्ने छ। त्यही भएर यही विषयमा सुकुम्बासी विषयमा पार्टी सभापतिले ज्यूले लगभग यही विषयमा मात्रै 20-25 मिनट नै कुरा गर्नुभएको छ। हामी एकदमै स्पष्ट छौँ, जनताले हामीलाई देश बनाउनको लागि भनेर चुनेर पठाउनु भएको हो होइन। त्यो विषयमा हामी एकदमै सिरियस छौँ, कन्सन्ट्रेट छौँ। जनता नै होइन, त्यो होइन, त्यसको विषयमा चाहिँ एकदम स्पष्ट रूपमा हाम्रो पार्टी प्रवक्ताले नै बोलिदिनुहुन्छ हजुर। मैले एक्चुअली यस्तो गरेँ, यस्तो अलिकति हजुरहरूलाई भन्नुभन्दा पनि पार्टी प्रवक्ताले स्पष्ट भनिदिनु एकदमै प्रधानमन्त्री र पार्टी सभापतिकै सहमतिमा आएको हो यो अध्यादेशको। अरूले अध्यादेश ल्याउँदा धेरै विरोध